जगदीश घिमिरेको यो अन्तर्मनको यात्रा पढ्दै गर्दाखेरि पेज नम्बर 242मा चाहिँ अलिकति मन चसक्क भयो र मैले यो विषयलाई तपाईँहरूमाझ सेयर गर्न खोजेँ। उनले टाल्स्टायको एउटा लोकोक्तिलाई यहाँ लेखेका छन् र भनेका छन्, सुख भन्ने कुरा विपनाभन्दा बढी सपना र यथार्थभन्दा बढी कल्पना हो। हैन, विपनामा त सुख हुँदैन, हरेक मान्छे सङ्घर्षशील हुन्छ, दुःख हुन्छ। सुख के हो हैन, यथार्थभन्दा कल्पना हो। म यसो गर्छु उसो गर्छु, हरेक मान्छेहरूले भन्छ नि, त्यो गर्छ नि हैन। दुःख मूल प्रभाव हो, सुख अपवाद हो। कहिलेकाहीँ आउँछ मान्छेलाई सुख हैन। कोही कोही मान्छेहरू हुन्छन्, आम मान्छेहरूमा केही मान्छेहरू सुखी पनि हुन्छन्, नहुने होइन। र मान्छेको सबभन्दा ठुलो दुःखको स्रोत पनि पराई होइन, शत्रु पनि होइन, उसैका आफन्त हुन्। उनले आफन्तलाई यो टाल्स्टायले लेखेको र दुःखको कारण चाहिँ नि आफन्तहरू नै हुन् भनेर यहाँ लेखेको छ। पराईले दिएको दुःखको कसैले गुनासो गर्दैन। कसले गुनासो गर्छ? काहीँ न काहीँ ठोक्किएर हुने दुःख अप्ठ्यारो त त्यो भुलिन्छ नदेख्दाखेरि, तर आफन्तहरू त हर क्षण प्रहरमा देख्नुपर्छ नि। त्यही भएर दुःखको चाहिँ हैन, पराईले दिएको दुःख कसैले गुनासो गर्दैन र आफन्तैहरू हुन् भनेर चाहिँ दुःखका कारणहरू भनेर उनले यहाँ लेखेका छन् हैन। आफन्तहरू त हर ठाउँमा चाहिँ जोडिनुपर्छ र त्यहाँ आफन्तहरूले यदि पीडा दिए भने त्यो अविस्मरणीय, कहिले बिर्सिन नि सकिँदैन, त्यो चित्त दुखाइको कुराहरू हुन्छ हैन। अनि यो टाल्स्टायले किन यसरी चाहिँ आफन्तहरूले नि दुःख दिन्छन् भनेर भनेको भने, जीवनको उत्तरार्धमा उनीसँग पत्नीसँगको सम्बन्ध चाहिँ एउटा कटु भयो, दुःखपूर्ण रूपमा सम्बन्धहरू अन्त्य भयो। त्यही भएर उनले आफ्नो पत्नीसँगको टकरावको समयमा यो गरेका हुन्। तर आम मान्छेको जिन्दगीमा यो कुराहरू लागु हुन्छ कि दुःख अथवा पीडा अथवा चोट कोहीबाट हुन्छ भने आफन्तहरूबाटै हुन्छ। यो यथार्थ हो सम्झ्यो। यो एउटा कथालाई चाहिँ जगदीश घिमिरेले यहाँ लेखेका छन् र उनले यो किन पनि लेखेका होलान् भनेदेखि ब्लड क्यान्सर भएर उपचारको लडाइँमा उनी लड्दै गर्दाखेरि कयौँ आफन्तहरूसँगको उनको केही चित्त दुखाइ हुनसक्छ। यो किताब पनि उनले आफ्नो ब्लड क्यान्सर हुँदाखेरि पछिको उनको चाहिँ त्यो समयमा, त्यो ब्लड क्यान्सर लागिसकेपछि बाँचेको जिन्दगीमा, त्यो नाफाको जिन्दगीमा लेखेको किताब हो यो अन्तर्मनको यात्रा। धेरैलाई त अब सुरु पढ्दा बोर लाग्ला, तर पढ्दै जाँदाखेरि मान्छेले आफ्नै फिलिङ्समा पढ्यो भने त्यो इन्ट्रेस्टिङै छ। उनले लेखेका छन् उनका दुःख सुखका कुराहरू, एउटा यो चाहिँ जीवनी पनि हो। उनले त्यसपछि अर्को एउटा कथा त्यसैमा जोडेर लेखेका छन् कि एउटा बेखलाल भन्ने चाहिँ बेखलालको कथा चाहिँ उनले यहाँ लेखेका छन्। त्यो राणाकालीन समयको कथा। उनको काका चाहिँ कतै काम गर्थे, सरकारी जागिर अड्डामा काम गर्थे। त्यो अड्डामा मुखिया पदमा चाहिँ एउटा बेखलाल भन्ने काम गर्थे। त्यो दिन चाहिँ उनलाई चाहिँ कस्तो भनेदेखि झुक्राएर बसेछन्। सधैँ हँसिलो खुसिलो मान्छे, त्यो दिन झुक्राएर बसेपछि सबै साथीहरूले सोधे, के भयो बेखलाल भनेर चाहिँ सबैले सोधेका छन् त्यहाँ। र बेखलालले भनेको छ, पुरेशसँग मेरो श्रीमतीलाई आज दान गरेर आएँ पुरेतलाई, र सबै सम्पत्तिहरू पनि दान गरेर आएँ भनेर उसले भन्छ। र कथा सुरु गर्छ, पुरेतसँग मेरो श्रीमतीको लस पस्छ भन्ने मैले थाहा पाएको आज महिना दिन भयो। यो 1 महिना मलाई 100 वर्ष जति हो भनेर त्यति कठिन 1 महिना उसले बेखलालले पार गरेछ त्यो नाटक नौटङ्कीहरू देखेर। यो कथा म तपाईँहरूलाई सुनाउँछु, एकछिन धैर्य गरेर हेर्नु है त। र त्यो स्वास्नीलाई मैले सकेको सबै थोक दिएका थिएँ, तर त्यसलाई त्यो बर्मचा, त्यो बाहुन्चा मन परेछ। यो बाहुनहरूलाई नेवारहरूले बर्मचा अब बाहुन्चा भन्छन् के, खास कट्टर नेवारहरूले चाहिँ बाहुन्चा बर्मचा मन परेछ। ठिकै छ, भगवानको लीला यस्तै रहेछ भनेर चित्त बुझाएँ। आज सङ्क्रान्तिको सिधा लिन पुरेत आयो। पण्डित पुरेतहरू चाहिँ नि प्राय दान गर्ने मान्छेकोमा चाहिँ नि सङ्क्रान्तिको दिन चाहिँ नि सिधा लिन जाने चलन हुन्छ नि त। पुरेत सिधा लिन सङ्क्रान्तिको दिन आयो। मैले उसलाई एकछिन त्यहाँ काम छ भनेर मूल ढोकामै रोकेँ। स्वास्नीलाई बोलाएँ, श्रीमतीलाई बोलाएँ र उसको चुल्ठो समाएर घरको ठेलामा छुवाएँ। अनि पुरेतलाई भने, म तिमीलाई यो घर, श्रीमती र मेरो सारा सर्वस्व दान गर्छु। मलाई तिमीहरूको सबै कुरा थाहा छ। अब तिमीहरूले लुकीछिपी केही गर्नु पर्दैन। हाक्का हाकी लोग्ने स्वास्नी भएर बस। लो अब मन्त्र पढ भनेर उसले चाहिँ श्रीमतीलाई त्यहाँ समाएर
त्यो पुरोहितलाई चाहिँ नि मन्त्र पढ, म अब तिमीलाई यो श्रीमती नै दान गर्छु, जाऊ तिमीहरू खुसीले बस, हाकाहाकी बस न, किन लुकेर सम्बन्ध राख्छौ भनेर उसले पण्डितजीलाई भनेछ। पहिले त ऊ अकमकायो, मन्त्र पढ्न मानेन। स्वास्नी पनि अकमकाई, श्रीमतीले पनि दान भएर जान्न भनी। मैले भने, हेर श्रीमती, तैँले यसमा लाज मान्न पर्दैन, मैले तँलाई तेरा बाआमाले दान दिएर पाएको। त्यो दान दिने एउटा कर्म हुन्छ नि, त्यो पनि अलिकति नराम्रो नि कल्चर हुने रहेछ होइन। दान दिएर पाएको हो। मसँग तेरो चित्त बुझेन। मैले त्यो तैँले त्यो बर्मचालाई रोजिस्, बाहुनलाई रोजिस्। अब यसैसँग जा। लुकेर जान लाज भएन, देखा परेर जान किन लाज मान्छे? लुकी त सम्बन्ध बनाइरहेछौ, तिमीहरूले सम्बन्ध राखिरहेछौ। देखेर किन सम्बन्ध बनाउन चाहिँ अकमकाउँछस्? त उसैसँग जा भनेर उसले श्रीमतीलाई भन्छ। तँ यो बर्मचासँग सल्किसकेकी छस्, छैनस् भने भन्, बाजेले पनि भन्। त्यसैले मैले मेरो सर्वस्व सहित तँलाई यही बाजेलाई दान गर्न लागेको हुँ। बाजे, तिमी चुपचाप मैले गरेको दान लिऊ र तिमीहरू खुसीसँग बस। तिमीहरूसँग मेरो केही रिसराग छैन। म खुसीले तिमीहरूलाई दान गर्छु, किनकि तिम्रा बाबा आमाले पनि मलाई चाहिँ त्यो दान गरेरै दिएका हुन् होइन, सङ्कल्प पढेर दान गरेरै दिएका हुन्। तर सम्बन्ध राम्रो थियो। तर यदि तँलाई मलाई मन नपरेर लुकी त पुरोहितसँग सम्बन्ध राख्छस् भने त किन बस्नु पर्यो मसँग? खुसीसँग जाऊ, म खुसीसँग बिदाई गर्छु भनेर उसले श्रीमती र सम्पत्ति सबै घरसहित दान गर्यो पुरोहितलाई। अनि बर्मचाले पनि मन्त्र पढ्यो। त्यसपछि उस राजी भएछ। सायद रियलाइज गरे होला उनीहरूले। मन्त्र पढ्यो, म स्वास्नी र सर्वस्व दान गरेर सरासर अड्डा आएको, खाएको पनि छैन, अब मेरो केही पनि छैन, भरे जाने बस्ने खाने ठाउँको ठेगान पनि छैन भनेर चाहिँ बेखालालले त्यो कथा सुनाउँदाखेरि सबै मान्छेहरूले चाहिँ त्यतिखेर बेखालालप्रति सहानुभूति देखाए र उनलाई खाना बस्ने सबैले चाहिँ बोलाए, तिमी एक्लो छैनौ, हामी छौँ। तिमीलाई श्रीमतीले त्यसो गरी तिमीले घर जग्गा सबै दान गर्यौ भने हामी यो व्यवस्था गर्छौँ भनेर कर्मचारीहरू सबै मिलेर त्यो गरेका छन् भनेको। अब यहाँ उनले फेरि के लेखेका छन् भने त्यसो भनेका छन्, यो अहिलेको समयमा पनि विवाहेत्तर सम्बन्धहरू धेरै छ नि त। यो त एउटा कथा पनि होला, सायद कथा जोडिएको होला, तर रियल स्टोरी त छ नि त यस्तो। अनि उनले लेखेका छन्, तर कसलाई थाहा हुन्छ बेखा जस्ताको पीडा, त्यस्ता बेखालाल धेरै हुन्छन्। कारण जे होस्, बेखालालकी पत्नीको विवाहेत्तर सम्बन्ध थियो। दानै गरिहाल्नु त उल्कै हो। विवाहेत्तर सम्बन्ध राख्ने पुरुषहरू झन् बढी हुन्छन्, तर धेरै पत्नी त्यसै कारणले दाम्पत्य सम्बन्ध तोड्न सक्दैनन्। नारीहरू सहेर बस्छन्, त्यो जीवन होइन, यातना हो। टाल्स्टायले भने जस्तै यस्तो यातना बाँच्ने सबै दुखी परिवारको आफ्नै रामकहानी छ भनेको। पुरुषहरू अलि यसमा चाहिँ अगाडि हुन्छन्, महिलाहरू लुकेर सम्बन्ध बनाउँछन्। तर पुरुषहरूको अरू मान्छेसँग चाहिँ विवाहेत्तर सम्बन्ध हुँदा नि महिलाहरू सहेर बसेका हुन्छन्। तर महिलाहरूको अन्तर सम्बन्ध के अरे विवाहेत्तर सम्बन्धमा चाहिँ पुरुषहरूले थाहा पायो भनेदेखि चाहिँ त्यो असह्य हुन्छ। यो हाम्रो समाज हो, एउटा प्रतिनिधि कथा पनि हुनसक्छ। त्यही भएर यो विषयलाई मैले यहाँ सेयर गरेको हो। धन्यवाद।